हेलो गाइज, वेलकम टू अनदर भिडियो। मैले सधैँभर चाहिँ हर भिडियोमा क्रिकेट सम्बन्धी जानकारी गराउँथेँ भने आजको भिडियोमा पनि क्रिकेट सम्बन्धी जानकारी गराउँदैछु। यस्तै क्रिकेट सम्बन्धी जानकारीका लागि मेरो फेसबुक पेजलाई फलो गरिदिनु होला, साथै साथ युट्युब च्यानललाई पनि सब्सक्राइब गरिदिनु होला। आजको भिडियोमा मैले T20 वर्ल्ड कप 2026 को बारेमा डिस्कस गर्नेछु र नेपालको फिक्सचर, नेपालको पहिलो म्याच कहिले हुनेछ र कति बजे नेपाली टाइमिङ अनुसार सबै T20 वर्ल्ड कपका म्याचेसहरू बेलुका 6 बजे हुनेछन् र नेपालको पहिलो म्याच कोसँग भिड्दैछ, नेपालले पहिलो सुरुवात र कुन मैदानमा नेपालको भिडन्त हुँदैछ। भिडियो अन्तिमसम्म हेरिदिनु होला। अब म फिक्सचरतर्फ लगेँ। नेपालले आफ्नो सुरुवात पहिलो T20 वर्ल्ड कपको सुरुवात गर्नेछ इङ्ल्यान्डसँग। ओपनिङ म्याच 8 फेब्रुअरीको छ। नेपालको 3 बजे सुरु हुनेछ। यो म्याच मुम्बईमा रहेको छ र नेपालले दोस्रो म्याच 12 फेब्रुअरीको इटलीसँग खेल्दैछ र नेपालले तेस्रो म्याच 15 फेब्रुअरीको वेस्ट इन्डिजसँग मुम्बईमै खेल्नेछ। नेपालका सबै म्याच मुम्बईमा हुनेछन् र नेपालले अन्तिम म्याच 17 फेब्रुअरीको बङ्गलादेशसँग मुम्बईमा नै खेल्नेछ। र धेरैलाई डाउट लागेको कुरा मुम्बईमा मात्र किन दिइयो नेपालका म्याच भनेर कतिपय कुराको यो धेरै विवाद आएको छ, किनकि मुम्बई अलिकति टाढा छ। हेर्नका लागि फ्यान्सहरूलाई त्यहाँ पुग्नका लागि पनि अलिकति कठिन भएको छ। अरू देशका म्याचहरू विभिन्न ग्राउन्डमा, जस्तै कलकत्ता, पुणे, बेङ्गलुरू जस्ता ग्राउन्डमा छ भने नेपालका चाहिँ किन मात्र मुम्बईमा राखियो भनेर धेरैलाई डाउट लागेको कुरा पनि अब आइसिसीले बनाएको सेड्युल अनुसार चाहिँ नेपालका म्याचभरि सबै मुम्बईमा परेका छन्। थ्याङ्क्स फर वाचिङ।